साथीहरू नमस्ते, दर्शन नमस्ते, जय मसी। न्यानो अभिवादन छ, चिसो मौसम छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। अनि साथै अहिले भने म एउटा भिडियो कन्टेन्ट क्रिएट गर्न गइरहेको छु। आजको भिडियो चाहिँ रहेको छ हाम्रो चाहिने भिडियोको कन्टेन्ट रहेको छ। आजको चाहिँ कसरी पैसा कमाउन सकिन्छ भन्ने विषयमा रहेको छ है। अनि पैसा कमाउनुको लागि चाहिँ हामी विदेशै जानुपर्छ भन्ने पनि छैन र स्वदेशमै बस्नुपर्छ भन्ने पनि छैन। आफ्नो आफ्नो गडगिफ हो, हामी जहाँ गएर पनि कमाउन सकिन्छ भने यसपालि देख्दै हुनुहुन्छ। यो सुन्तलाको झ्याङ हो, एउटा दुईटा सुन्तला पनि देख्दै हुनुहुन्छ। यो सुन्तलाद्वारा मेरो चाहिँ धेरैभन्दा धेरै इन्कम भयो, मैले नसोचेको है। तपाईँहरूको माया साथ सपोर्टले अनि पैसा कमाउनुलाई चाहिँ हामीसँग भएको कुरा व्यवस्थापन गर्नुपर्दो रहेछ। यो पैसा मसँग भोलि हुन्छ भन्ने चाहिँ छैन, त्यही पनि हैन। आज चाहिँ मैले यसरी राखेको छु, अनि भोलि त के हुन्छ टुङ्गा छैन हैन साथीहरू। अनि यो चाहिँ सम्झनाको लागि मैले एउटा भिडियो बनाएँ। यसरी चाहिँ नि पैसा पहिलो बारै हो मैले आफ्नो कमाइको पैसा छुनु पाएको है। अनि पैसा त अझै धेरै थियो, तर अहिले चाहिँ यति नै छ, मैले योभन्दा धेरै छुइनँ। अनि सो त्यो भएको कारणले गर्दाखेरि तपाईहरु पनि आफूले गर्ने कामलाई माया गर्नुहोस्। मेरो यहाँ बाख्रा पनि छ, पछि देख्न सक्नुहुन्छ हैन, बाख्रा पनि छ। त्यसै गरी सुँगुर खसी भयो। यस्तै यस्तै कुराहरूबाट नै मैले इन्कम गरिरहेको छु साथीहरू, र तपाईहरुले पनि गर्नुहोस्। म विदेश जानुलाई धेरै खोजेको थिएँ, मेरो बुवा मम्मीले जान नदिएको कारणले म घरमै बस्दाखेरि अहिले उपरवालाको दुवाले, तपाईहरुको माया आशीर्वादले यो भएको छ। आशा गर्छु आउने दिनहरूमा पनि के कस्तो हुन्छ होला भन्ने आशा चाहिँ गर्छु म। अनि आजको भिडियो रहेको थियो पैसा कसरी कमाउने भन्ने। पैसा भन्ने कुरा चाहिँ हामीले जुन काम गरिन्छ, काम त गरिन्छ त्यही इन्कमकै लागि, सोर्सकै लागि हो। त्यो कामलाई चाहिँ मेहनत गर्नुपर्ने हुन्छ है। अब यदि हामी म त हेल्पर छु, म कसरी पैसा कमाउन सक्छु धेरै भन्ने तपाईहरुलाई लाग्छ भने हेल्परमा पनि मेहनत गर्नुहोस् हैन। त्यहाँनिर चाहिँ तपाईको मिस्त्री बन्न सकिन्छ। मिस्त्री हुँदै गर्दा चाहिँ मेहनत गर्दाखेरि आफ्नो एउटा योजना भिजन लिएर हिँड्दाखेरि ठेकदार बन्छ। अनि ठेकदार हुँदै गएपछि ठेकदारको फेरि क्याटेगोरी हुन्छ। ठेकदारबाट पनि माथि हुँदै हुँदै गएपछि खालि आफूले चाहिँ आइडिया र दिमाग मात्र लाउने हो, पैसा आउँछ। अनि यहाँ पनि त्यस्तै हो, कृषिमा पनि त्यस्तै हो, पशुमा पनि, बाख्रा पालनमा पनि त्यस्तै हो, सबै कुरामा त्यस्तै हो साथीहरू। भन्दै सो तपाईहरुलाई धेरै लामो भिडियो नबनाइकन अहिलेलाई भने यही हो मेरो जीवनको कमाई। पहिले सबैभन्दा पहिले कमाई यही हो साथीहरू है। त्यो भएको कारणले गर्दाखेरि म तपाईहरुको माझमा यही पैसाहरू देखाउने हो। योभन्दा अरू केही छैन। अब यो पनि कहाँ पुग्छ टुङ्गा छैन। यो मेरो साथमा सधैँ रहने भएको भए त म तपाईहरुलाई माझमा यो पैसाको सो गर्ने थिइनँ। तर मेरो साथमा नरहने भएको कारणले गर्दाखेरि फोटो त सधैँ रहन्छ नि त, पैसा नरहे पनि भनेर मैले भिडियो क्रिएट गरेको। सबैजनालाई न्यानो अभिवादन, साथै स्वस्थ मस्त व्यस्त रहनुहोला भनेर यो भिडियो चाहिँ नि अहिलेलाई बन्द गर्न चाहन्छु। नेक्स्ट टाइम म फेरि तपाईहरुको माझमा प्रेजेन्ट हुन चाहन्छु भन्दै अबको लागि भने म बिदा हुनै पर्ने हुन्छ। अनि अब यो पैसा चाहिँ रहँदैन, त्यही भएर नि मैले फेसबुकमा आज अपलोड भिडियो बनाएको। पैसा सधैँ मसँग रहने भएको भएदेखि त म यो पैसा लुकाएर राख्थेँ नि त, किनभने रहन्छ भनेर हैन। यो चाहिँ आउँछ जान्छ, अब उसको बाटो कहाँ कहाँ पुग्नु पर्ने छ। त्यही भएर आज म भएकोमा आइपुग्नु भएको छ। आशा छ योभन्दा धेरै साथी लिएर उहाँले आउनुहुनेछ फेरि आउँदाखेरि। अनि अहिलेलाई भने म बिदा हुन चाहन्छु। मेरो भिडियोलाई अहिले यहीँ क्लोज गर्न चाहन्छु। सबैजनालाई सी यू नेक्स्ट भिडियोमा भन्दै अहिलेलाई बिदा हुन चाहन्छु। म तपाईहरुको साथी रुपेश राई। सी यू अगेन।